साथीहरू यहाँ एउटा नीलगाई निस्किरहेको छ जङ्गलबाट। सायद यो नीलगाई अर्को नीलगाईसँग लड्ने उद्देश्यले हिँडिरहेको छ। हेर्दै जाउँ के हुन्छ। यताबाट फेरि जङ्गल छिर्यो, अर्को फेरि उताबाट निस्किँदैछ। लाग्छ यिनीहरूमा ठुलै दुश्मनी छ। यसले सायद सोच्दैछ कि यो अर्कोपट्टि नै छ, तर त्यो पछाडिबाट आक्रमण गर्ने नियत बस पछाडिबाट हमला गर्नको लागि गइरहेको छ। तर यो अर्कोपट्टि गयो, फेरि फर्किँदैछ। हेर्नुहोस् है।